हेलो एभ्रिवान, नमस्कार। आज चाहिँ यो धान्य पूर्णिमाको दिन चाहिँ हाम्रो कोसाई परिवारको जुन कुल मन्दिरमा चाहिँ बन्धुहरूको आज भेला कार्यक्रम अनि गोडदुब कार्यक्रमहरू भइराखेको छ। काभ्रे जिल्ला बनेपा नगरपालिका स्थित काँक्राबारी भन्ने ठाउँमा चाहिँ हाम्रो यो शनिको मन्दिर अवस्थित मन्दिर हो। नवग्रहको मन्दिर। यहाँ चाहिँ तपाईँको देशभरिबाट जता हाम्रो भर्या काठमाडौँमा जति फुलको पूजा बस्नुभएको छ काठमाडौँकै बासिन्दाहरू, प्रसय बासिन्दाहरू दाजुभाइहरू आज यहाँ चाहिँ उपस्थित भएर चाहिँ हाम्रो धान्य पूर्णिमाको दिन गोठ पूजा गर्ने दिन चाहिँ हाम्रो गोडधुप गर्ने कार्यक्रम हुन्थ्यो पहिला। अहिले चाहिँ अब हाम्रा यहाँ गाईबस्तुहरू यहाँ हाम्रो गोठ नभएको कारणले गर्दा एक दिन चाहिँ यसो हाम्रो चाहिँ एउटा धर्म संस्कृति कल्चरलाई चाहिँ बचाइराखौँ भनेर चाहिँ हाम्रा सम्पूर्ण बन्धु बर्गादीहरू चाहिँ दाजुभाइहरू प्रसाईसँग रिलेटिभहरू आउनुभएको छ। आज हामी चाहिँ तपाईँको यहाँ काँक्राबारी स्थित मन्दिरमा छौँ। यहाँ हाम्रो मन्दिरमा चाहिँ तपाईँको कुल मन्दिर भयो, यो शनिको मन्दिर भयो, त्यो चाहिँ शनिको मन्दिर देखिरहेछ। त्यो प्राङ्गण चाहिँ हाम्रो यो चाहिँ प्राङ्गण चाहिँ तपाईँको यो मन्दिरको यो चाहिँ एराउन्ड हाम्रो चारो पनि क्षेत्रफलमा चाहिँ अवस्थित छ। त्यो चाहिँ हामी टक्क आउँदा काठमाडौँबाट आउँदाखेरि चाहिँ भक्तपुर हुँदै साँगाबाट चाहिँ शिव मन्दिरबाट अपोजिट साइडबाट 3 किलोमिटर माथि अवस्थित मन्दिर हो। यहाँ चाहिँ यहाँबाट चाहिँ तपाईँको वरिपरिबाट हिमालको सौन्दर्य दृश्यहरू पनि देखिँदो रहेछ। एकदमै आनन्दको ठाउँ छ। जति पनि आउनुभएको बन्धुहरू त आइसक्नुभयो, दाजुभाइहरू आउनुभएको छैन भने अवश्य चाहिँ तपाईँहरू यो भिडियो हेरेर एकचोटि यहाँ उपस्थित हुनुहोला। तपाईँको अलिक टाढाबाट गरे जस्तो देखिने आनन्दको एकदम मनमोह दृश्य छ। यहाँ चाहिँ अहिले जाडोको सिजन भएर चाहिँ यो मङ्सिरको बेला मजाले घाम लाग्ने, माथि डाँडा भएको कारणले गर्दा चाहिँ सबै आएर चाहिँ मजाले घाम तापेर चाहिँ भइरहेको छ नि। उता भित्र पूजापाठको लागि गुरुहरू पूजा गरिराख्नु भएको छ। उता बनाउनेहरू को हुनुहुन्छ सबैले आफ्नो आफ्नो क्षेत्रमा आफ्नो